सामान त त्यही आउने त्यही बाटोमा राजनीति गरेर कोही पुग्यो सानोतिनो भइसक्यो। गुड मर्निङ अनि एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। यो सबै सन्चै राम्रो हुन्छ र म पनि सन्चै राम्रो छु। आज न्यू डे न्यू ब्लगको साथमा आइसकेको छु भाइ साथीहरू। ल यस्तो म बाटोमा हिँडिरहेको छु है त र म जाँदैछु रेलवे स्टेसन भदै अनि भदैको अन्य साथीहरू पनि जाँदै हुनुहुन्छ, घरतिर जाँदै हुन्छ। त्यसरी म उहाँहरूलाई भेट्न र यसो ट्रेनमा बसाउनको लागि जाँदैछु है त। निश्चित हेरौँ के हुन्छ। ल म स्टेसन गएर भेट्छु है त। टिकटको नजारा चाहिँ यस्तो छ है, स्टेसनमा चाहिँ यस्तो छ है त। बाहिरको भिडियो यतिको छ, अब भित्रको हेरौँ। भित्र यस्तो यो स्टेसन भित्रको है साथीहरू। म जाँदैछु फारमको अनलाइन पे। ल साथीहरू हेर्नुहोस्, यताको त्यो लिफ्ट बन्द छ, अब यसरी हिँड्नु परेछ। यताको चाहिँ चालु छ है। यताको लिफ्ट चाहिँ हामीलाई यसरी चलिरहेको छ, यसरी गइरहेको छ। म आइसकेको छु प्लेट नम्बर 4-5 मा। म जानुपर्ने छ 4 नम्बरमा। म लागेँ है त। धेरै ढिलो भएछ त नि। अनि भाइहरू लाइनमा हुनुहुन्छ उहाँहरू। अब गाडी आइसकेको छ र यता लाइन हुनुहुन्छ। हेरौँ बस्न पाउने नपाउने चाहिँ थाहा छैन, बस्न सक्ने नसक्ने है। दरभङ्गा एक्सप्रेसको चालु लाइन है साथीहरू। गाडी आइसकेको छ, प्लेट नम्बर 4 प्लेटफार्म नम्बर 4 मा गाडी लागिसकेको छ। भिडभाड देख्न साथीहरू देख्नुहुन्छ चालु बाबा यसरी भाग्दैन नि। ल भाग्नु पाउन गाह्रो छ कि हिँड्नु त अहिले म उता हेर्छु।
गाडी चाहिँ भरिसक्यो तर सिट पाउन गाह्रो छ। अब यस्तै छ, हेरौँ है त कस्तो हुन्छ, पाउनु चाहिँ पाउनु नै, हेरौँ ल है त। साथीहरू देख्नुहुन्छ यो चाहिँ चालुको भिड है, कति भिड छ। गाडी हिँड्यो है, गाडी ल साथीहरू गाडी चाहिँ हिँड्यो, गाडी हिँड्यो। यो ल गाडी चाहिँ गयो, गाडी गयो, बाई 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 बाई। गाडी हिँड्यो, बाई बाई। हेलो 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 सामान त त्यही अनि त्यही बाटोमा दार्जिलिङ गएर कोही पुगेको सानोतिनो भइदियो यो 1550 भने रहेछ दिनुपर्छ। रिजर्भेसन टिकट पाइएको ए त्यो दलाल टिटी नै त हो, टिटी आएको थियो गरे पनि राम्रो हुन्थ्यो। साथीहरू हामीले छोडेर निस्केको त, म त आउँदा आउँदै दाइलाई भेटेको छु र म बाहिर निस्किन लागिरहेको छु। अब हेरौँ बाहिर गएर भेटौँ र दाइ आउनुभयो, गाडी छुट्यो, दाइ आउनुसँगै भयो। त्यही हो, हुन्छ फेरि पछि भेट्छु म बाहिर गएर। जाने त्यतिखेरै भनेको हो, अनि फेरि ए हजुरले होइन त्यसरी भनेर अनि फेरि बाबुलाई त्यहाँ पठाउने के भन्नुभएको थियो। फेरि 2 महिना त भइगयो त त्यो भनेको त होइन। त्यति बेलासम्म त भनेको भए त टिकट सिकेट पनि हुन्थ्यो त। फेरि यता 1500 जाने रहेछ, अनि टिकट सिकेट बनाएर कमानीको पाइन्थ्यो। अब यिनीहरू पाइन्थ्यो छ त, अब केही कुरो भएन। अब अहिले त्यस्तो उसँग बसेर जानु परिरहेको छ। ल हुन्छ फेरि अब छोड्न आएको हो है, त्यस्तै हो। छोड्न भनेर आइयो तर बहन चाहिँ भएन कि। ल साथी हुन्छ ल, फेरि अब छोड्न आएको मान्छे अब त्यस्तै भयो। अब लटरपटर छोडेर निस्क्यो, छोडेर आइसकेँ र तपाईँले यति बेरसम्म हेरेर साथ सपोर्ट गर्नुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ भिडियो भन्दै नेक्स्ट भिडियोमा भेट्नु नि बाचा गर्दै बिदा हुन चाहन्छु। बाई बाई, जय नेपाल।